सो व्हाट्स अप गुड मर्निङ अनि हिजो हामी चाहिँ त्यो घरमा बसेको होइन उयो घरमा बसेको हिजो हामी है अनि यहाँ चाहिँ यो टुकटुक मात्र चल्छ गाइस एनिवेज म एक्लै निस्केछु अहिले अनि मेरो सोर चाहिँ फ्याक भएको छ अनि I got a show to do आज हुँदैन अनि यो चाहिँ मेरो हिजो बियर खाएर भए जस्तो लाग्यो बट एनिवेज आई थिङ्क मैले सक्छु होला आज गीत गाउन नसके नि अधिराजले गाउँछ बाल भएन तर केटाहरू सुत्छ जस्तो लागेर मैले चाहिँ उठाएन कोहीले पनि अनि अहिले चाहिँ म धादिङमा छु माइ गड म कसरी धादिङमा छु यार अनि बाइ द वे हिजो दाल भात मासु खाएँ अनि आज चाहिँ हाम्रो केटाहरूले टेन्ट सेन्ट लिएर उता क्याम्पिङ गर्ने साइडमा जाने प्लान बनायो केटाहरू चाहिँ बजार गएर सामान पनि ल्याउने कुरा हो त्यस्तै हो म चाहिँ अब यता चिया खाने पसल खोज्दै आएको छु अरू बिहान चिया खाने पसल खोल्न आउँछ कि यो पसलमा चिया खान आएको यो मात्रै पसल भेट्यो अहिले अनि म एकदम चिया चाहिरहेको छु चिया खान पायो भने चाहिँ आनन्द हुन्छ जस्तो आई डोन्ट नो गाउँको चाहिँ अलिक पातलो हुन्छ बट ठिक छ एटलिस्ट दुध चाहिँ अर्ग्यानिक पाउँछु मैले दुध यहाँको चाहिँ मान्छेहरूको के राम्रो भने उनीहरूले आफ्नो फोन चाहिँ आफै सफा गर्दो रहेछ क्या सकेसम्म चाहिँ सबैले आफ्नो फोन आफै म्यानेज गर्ने रहेछ अनि यो कुरा चाहिँ मलाई चाहिँ जहाँसम्म लाग्छ सहरवासीहरूले पनि धेरै सिक्नुपर्ने छ है किनकि हेर्न सक्नुहुन्छ तपाईँ अङ्कलले गर्दै हुनुहुन्छ त्यहाँनिर क्या आफ्नो फोन आफै सफा गरौँ है दिस इज माई सेकेन्ड कप म ब्ल्याक टीमा सरेको चाहेर मलाई अलि आनन्द भइरहेको मेरो घाँटी अलिक खुला म मात्रै आएको होला भनेको केटाहरू पनि उठेछ है केटाहरू चाहिँ सायद मन्जन सन्जन किन्न आएको जस्तो लाग्यो केटाहरू चिया खान बत्तिँदै है मेरो थर्ड कप है भाइसँग हिजो गाइस यहाँनिर सुतेको छजना यहाँ सोफामा एकजना करण उठ्यो बेडमा यो चाहिँ उहाँहरूको पर्सनल घर हो त्यही पनि हामीले टेन्ट चाहिँ ल्याएको थियो टेन्टमा बस्नु चाहिँ ठिकै छ अब टेन्ट चाहिँ अब हामी भरे खोलातिर राखेर बस्छु होला टेन्ट अनि अभिजित र विवेक दोस्त उनीहरू चाहिँ सामान लिन जान्छ बजार अनि हामीले काम बाँड्छौँ कोहीले दाउरा ल्याउँछ म कराई ल्याउने हो अनि म पकाउने हो सो म चाहिँ सान्जी हो आज हामी चाहिँ भाइहरूसँग अब टेन्सन बोकेर भाइहरूले स्पट देखाउनु लाग्छ होइन त भाइ लु अब तिमीलाई आफ्नो अनुहार देख्छ यहाँ हेलो गाइज वेलकम टु माई न्यू ब्लग मेरो साथीहरू यहाँ छ मेरो साथीहरू चाहिँ यो आर्यन यो कविन यो को यहाँ अभि भेन्डा यहाँ यो मोटे हेलो गाइज गङ्गटो हेर्नु होला हाम्रो गङ्गटो यहाँ पिङ खेल्ने ठाउँ छ गाइज यो भाइले चाहिँ सम्झिराख्नु चाहिँ एकदम ट्यालेन्टेड छ यो भाइ हामीहरू यहाँबाट जान्छ तिमीहरू फर्किन्छौ हामी फेरि हेर हामी चुडसुड खान्छ तिमीहरू त्यस ठाउँमा बस्नुहुन्न हो कि होइन कति बजे हेर्नु है तिमीहरू फर्क ल बरु अहिले भेटौँला ल अनि म
क्यामेरा दिन्छु ब्लग गर्दै बस्छ ल है त ल गाइज आई सी यू सुन है ल बाई भनिदिनु त एक बाई बाई ल ल को यहाँको हिरो रे सुमित दाई भन्नु सुमित काका भन्देऊ न सुमित काका सुमित काकु ल है गाइज बाई 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 हाम्रो स्पट भयो होइन यहाँनिर चाहिँ तम्बु गाडे हामीले अनि यहीँ पकाउने प्लानिङ भयो सब गाइज हामी चाहिँ अब खोलाको तिरमा है म भुटान काट्नेमा परेँ है अनि यहाँ फोक्सो छ मेरो दोस्तले लसुन हान्दैछ दोस्त आगो केटाहरूले एउटा टेन्ट हालेको छ केटाहरू दौरा दिनुभएको छ दोस्तले पनि इमोसनल सपोर्ट दिइरह एनिवेज वी आर ह्याभिङ फन दाउरा काट्दैछु है दाउरा काट्दैछु जुम कसरी गर्छ दोस्त यसमा त्यो केडा हो त हेर यार ओइ यो त हिले बाछा हो क्या हिले यो त बाछा यार केडा हो हिलो भाइ छोड्दियो कहाँ फाल्दैन ल है गाइज हामी चाहिँ भुटान चिउरा खाएर बसिरहेको बिहानदेखि होइन कति बजे जेम्स भाइ अहिले हामी 9 बजेबाट बनाउनु थाल्यो होइन 9 बजेबाट बनायो नि त फ्रम स्क्रैच है गाइज 11 बजे बल्ल आगो बल्ल कराइमा दो क्यामेरा चेक हामी ग्याङहरू जम्मा भइसक्यो अनि यहाँ बिएमएक्स हुँदैछ गाइज बाई द वे अनि अहिले मर्निङ भइरहेको छ ग्याङ साइन है ग्याङ साइन ग्याङ एकदम डिआइवाई दामी है ऱ्याम्प यहाँनिर इभेन्ट हुँदैछ गाइज द लास्ट थिङ आई नो इज आई एट भुटान which was very good. And I have Ponka, I have James Bhai with me, I have our crew representing KVHC. Anyways, but अब बिस्तारै गिग सुरु हुन्छ अनि म एक दुईवटा BMX पनि देखाउँछु तपाईहरुलाई अनि त्यस्तै हो न्यूड बाइ द वे शाउट आउट टु न्यूड है न्यूड भटका है सेकुवालाई सेकुवा बनाउने न्यूड भोडका ल है गाइज सब भित्र सानो भाइहरु पनि हामीलाई सपोर्ट गर्न आइपुगेको छ गाइस अनि हामी BMX इभेन्टमा छौं अनि उतापटि गिगको लागि साउन्ड चेक हुँदैछ Crazy fucking shit motherfuckers
guys, the same kid I've told you about. अलिअलि फरक त पार्छ खास त कहाँबाट चुकेको थाहै पाइरहेको Only losers have excuses. केटा हो यसै 100 केटाहरू चाहिँ लुजर चाहिँ एक्सक्युज भएको लुजर उयो Spider-Man, 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 Spider-Man. नि यहाँ भाइहरूलाई पनि एकछिन मोसन आयो बाइ द वे आर्टहरू पनि भइरहेको थियो है कसले के लगाउँछ मलाई त होइन कसरी के पनि हाँस्दैन क्या जसले जे लगाओस् जसले जे गर्नु के हो बाँकी राख्नु यो गीत द्वन्द के को द्वन्द होइन आवश्यकता र इच्छा छ
डेली लाइफहरूको हेर्नुबारे अनि यो गीत चाहिँ के अस्तिको जेस भाइ भने तिनीहरूले त गरेको देखायो होइन अर्कोचोटि कसैलाई नहोस् कसैको छोराछोरी डोन्ट बी न्यूड छोराछोरी Void to exist. यो मान्छेले यो हासिल यो पेपर पुरै खोला न get out danger एक बैक साइड आने डेंजर बुक कॉपी the fifth element ठ्याक्क अगाडि क्लास सरी दोस्त एकछिन मेरो बोक्दैन भयो रातो पट्टी लगाएर हुन्छ यार केटाहरूको कम्फर्ट फ्लेक्स गरिदिनु चप्पल केमा आएको थियो नि याद होस् तिम्रो ट्याटो हानेर तिमी भिडियो बनाऊ म भिडियो बनाऊ ए खुला छ दाइ हेलो मेरो नाम जेम्स तामाङ
यहाँ हुनुहुन्छ हाम्रो रौनक दा यहाँ के खायो थाहा छैन मलाई यो मान्छे धेरै फटा छ त्यहाँ नो रक्सी लेमोनेड हो हाम्रो दिदी विवेक दोस्त रक्सी हो त्यति हाल्दा टल यार तिम्रो टाइम ल्याप्स हाल न बस खुट्टाको गर्दै गर अनि टाइम ल्याप्स बनाएर हाल्छ को यो को मान्छे हो तिमी हामीलाई अघि होइन होइन दिदीको सेटअप पता नै क्या नि दाइ रिङोट लाग्यो भने रोक है बैट भन्न लागेको केटा हो दिदी ह्यान्ड बनाउँदै हुनुहुन्छ मलाई घोचाउन यहाँ केबिएससी रणदा विवेक दोस्त बिहान एक्सएम यो चाहिँ को कोले हाल्यो दिदी यो दुईटा चाहिँ New to the game, my flows insane. I'm doing it all on my own. केटा हो सुरु भयो दिदीको माई गड हड्डीमा त अरे यहाँ त दुखेर तिमीलाई यहाँ त माया यो धेरै धेरै नानो ल हेर त यहाँनिर यसको यो दाम बस्छ पछि हामीले मासु चिउरा खाने प्लान गऱ्यौँ मेरो पार्टनर चाहिँ जेम्स भाइ केटाहरू दुईजना पार्टनर है यहाँ चाहिँ ग्याङ है अनि यसपछि हामीले गुड नाइट गऱ्यो केटाहरूले अनि मेरो भोइस पनि डेड भयो दिस इज द एन्ड माई भोइस इज गन बट एनिवेज वी ह्याड सो मच फन हियर एन्ड आइ एम रियली ग्ल्याड फर द BMX event, the homies, everybody's been really nice. त्यही हो केटा तेरो सोन भोलि पशुपतिको टोयलेटमा खोज्न आइज ल एनिवेज we will be gone by 10 so yeah, one last look of Dadi. Thank you for the auntie जसले हामीलाई यहाँ बस्न भनिदिनु भयो and thank you to everybody. Peace out. Checkpoint time today. फाइनली म कपन आइपुग्यो अनि भोक लाग्यो मलाई गाइस लगन खेल पुग्यो केटाहरूसँग गुड बाई गऱ्यो अनि हाम्रो टेन्ट चाहिँ ड्यामेज भएछ सो फक्ड अप भएर 2100 एक्स्ट्रा तिर्नु पर्यो बाइ द वे टेन्ट पनि युज गर्नु परेको थिएन तर फोकटको खर्च भयो एनिवेज मोमो यो शाउट आउट टु रिजन आयो मलाई लिन आयो दोस्ती ल म चाहिँ खान्छु ल यदि तपाईँहरूलाई मेरो सर फनी लागेछ भने कमेन्ट बक्समा लेखिदिनु होला सरी है खाए ल केटा हो यो ब्लग चाहिँ अब यहीँ एन्ड गर्छु म धेरै काम गर्नु छ एडिटिङ दिमाग खराब त्यही हो अब खाएपछि कर लाग्छु भिडियो एडिट गर्छु अनि अपलोड गर्छु त्यही हो सी या गाइस